यसरी सधैँ बरालेर हिँडेर पनि त काम छैन नि। अब त घर जाम पनि गर्नु पर्ला। भाउजूले भन्नुभएको कुरा त ठिकै हो, तर खै दाइले पनि त बिहे गर्नुभएको यत्रो वर्ष भइसक्यो। खासै उपलब्धि त मैले केही देखेको छुइनँ। त्यसैले यो बिहे गर्ने कुरामा चाहिँ मैले अहिलेसम्म केही सोचि नै सकेको छुइनँ। भाउजू कस्तो कुरा गर्नुहुन्छ कि बाबु तपाईँ पनि? अब बिहे जस्तो कुरा नि उपलब्धिको लागि गरिन्छ त। बिहे भनेको हाम्रो रीतिरिवाज संस्कार हो, परिवार चलाउनको लागि हो। तपाईँलाई जीवनसाथी चाहिँदैन र? अब हेर्नुहोस् बाबु, भाउजू पनि आमा सरा हुन्छन्, त्यही भएर आमाको अधिकारले भन्दैछु बिहे गर्नुपर्छ के। अब त यसरी बरालेर हुन्न। अब अहिलेसम्म भाउजूले भनेको कुरा त ठिकै जस्तो लाग्छ मलाई। अब तिम्रो अरू कोही छ भने भन, होइन भने हामी खोजिदिन्छौँ। बिहे त गर्नै पर्छ तैँले। दाइ पनि कस्तो कुरा गर्नुहुन्छ कि? अब बिहे त गर्नै पर्छ। यो पनि सबै जोड्नुपर्छ क्या दाइ। अब हेरेछ भनौँ कि मैले हेरेको छैन भनौँ, समय आएपछि सबै कुरो थाहा भइहाल्छ नि दाइलाई। बाबु तपाईँ त छोरा मान्छे भएर नि छोरी मान्छे जस्तो लजाउन थाल्नुभयो त। अब तपाईँको बोली चाली हाउभाउ हेर्दा त कोही छ जस्तो लागिरहेछ। ठिक छ, हुनु राम्रै कुरा हो, तर जो पाए त्यही चाहिँ म यो घरमा भित्राउनु दिन्न नि फेरि भनिदिएको छु। तिमी पनि कस्तो कुरा गर्छौ? मेरो भाइले जो पाए त्यही भित्राउँछ त? ल ठिक छ, मेरो भाइले जो पाए त्यही भित्राए तापनि कम्तीमा उसको बिहे त भयो नि। हेर, यसरी 21औं शताब्दीमा आएर पनि हाम्रो सोचलाई त सानो बनाउन त हुँदैन नि। त्यसो भनेर हुन्छ? हाम्रो रीतिरिवाज भनेको रीतिरिवाज हो, परम्परा हो, संस्कृति हो। त्यसै 21औं शताब्दी भन्दैमा हामीले जो पाए त्यही बुहारी भित्राएर भोलि पिण्ड दिने बेला चाहिँ बाहिर राखेर पिण्ड दिने। भोलि हाम्रो घरमा कुल पूजा गर्दाखेरि, पूजा लाउँदाखेरि, बाबुआमालाई पितृलाई चाहिँ पिण्ड दिँदाखेरि चाहिँ जो पाए त्यही केटी ल्याएर पिण्ड दिने हो, कुल पूजामा राख्ने हो? राख्न मिल्दैन नि त। भने कस्तो कुरा गर्ने हो के? जे पाए त्यही बोलिदिएपछि पुग्यो। भाउजू किन हजुर यसरी आवेशमा आउनुभएको? मेरो कुरा लिएर यसरी आवेशमा नआउनु न। अब एक त मलाई बिहे गर्ने मनै छैन। हेर्नु, यदि मैले बिहे गरेँ भने पनि तपाईँले भने जस्तै नै केटी बिहे होला नि त, हुन्न? नरिसाउनुहोस् न। खै तपाईँहरू दाजुभाइको कुरा सुन्दा नि मलाई त अचम्म लागेर आउँछ। अनि तपाईँ भाइको बिहे हुन्छ भनेर जस्तो पाए त्यस्तो केटी भित्रै आएर तपाईँ चाहिँ खुसी हुने? अनि म अर्काको घरबाट आएको छोरीले चाहिँ तपाईँहरूको रीतिरिवाज संस्कार परम्परालाई सम्झाइदिनु पर्ने, बुझाइदिनु पर्ने? तपाईँहरू दाजुभाइ मिलेर मलाई एक्लो बनाउन खोज्या होला। हेर्नुहोस्, तपाईँहरू बाहिर गएर काम गर्ने हो, घर चलाउने होइन। घर चलाउने त हामी महिलाले हो। राम्रो कुल खानदानको केटी आयो भने यो घर चलाउन मलाई पनि त सजिलो हुन्छ नि। अर्कै को केटी आयो भने त मलाई गाह्रो पर्दैन। मैले भनिदिएको छु, हेर्नुहोस्, घर चलाउने हो भनेदेखि मैले भनेको केटी चाहिन्छ, होइन भने मैले जानेको छु नि भनिदिएको छु। अब मैले के भन्नु त भाइ, त आफै जाने बुद्धि छस्। भाउजू कुरा सुनिहालिस्, मलाई चाहिँ बिचमा पानी काम चाहिँ नगर है। बुढापाकाले भन्थे सम्पत्ति भनेकै छोराहरू हुन्। के भन्न आइस है रामशरण? लौन बुवा, साह्रै आपत पर्यो। सानै बेला बहिनीको बिहे गरेको, डेलिभरी हुनै गाह्रो भयो। त्यही भएर अलिकति पैसा सापट पाइन्छ कि भनेर आएको। सानै उमेरमा बिहे गरिदिनु हुँदैन थियो, गरिदिइहालिस्। त्यही भएर बच्चा पाउन गाह्रो भयो। अब मसँग त छैन, छोराहरूसँग छ भने मागिहाल। अब यस्तो समस्या कसैलाई पनि पर्न सक्छ। तिमीहरूसँग छ भने सहयोग गर्दै आऊ। ल्याउन भाइ के गर्नु, मलाई चाहिँ साह्रै आखेरै पर्यो भने 90 भएन कि जसरी हुन्छ तपाईँले गर्नु, जति छ त्यति भयो। अब बाला पनि थाहा छ, दाइले पनि थाहा छ। अब म बेरोजगारीसँग कहाँबाट हुन्छ पैसा तपाईँलाई दिन? हेर रामशरण, दिने मन नभएको होइन। बाको कुरा नि सुनिहालिस्, भाइको कुरा नि सुनिहालिस्। मेरो हालत पनि त्यस्तै छ।
मेरा बाले पनि छर छिमेक कमाएका थिए, मैले पनि छर छिमेक कमाएको थिएँ। छिमेकीलाई यसो गाह्रो साह्रो परेको बेलामा तिमीहरूले पनि सहयोग गर्नुपर्छ नि, नत्र कसरी छिमेकी आफ्ना हुन्छन्। हेर्नु बुवा, गल्ती यसमा हाम्रो होइन, गल्ती उसको हो। उसले आफ्नो बहिनीको बिहे सानो उमेरमा गल्थ्यो त हाम्रो गल्ती हो त्यसमा। यसमा टाउको दुखे किन? तैँले पनि बिहे गरेको छस्, त्यस्तै समस्या तँलाई पनि आउन सक्छ। समस्या आएको बेला कसैसँग मद्दत माग्न गइस् भने दिएनन् भने तँलाई कस्तो लाग्छ? टाउको दुखाइ के भनेर भन्ने मात्र होइन नि त, छिमेकीलाई सहयोग गर्नु पर्दाखेरि सहयोग पनि गर्नुपर्छ पो भनेको त। बा, आजकल हाम्रो दाइ भाउजूको पक्षमा बोल्नु भएको छ। सधैँ बरालेर नै हिँड, पहिला बिहा गर, अहिले थाहा हुन्छ स्वास्नीको पक्षमा बोलियो कि बाबामाको पक्षमा बोलियो भने। बाहिर मात्रै धेरै जन्म जम्टी, तेरो पनि बिहा गरेको यतिका वर्ष भइसक्यो, खै केहीको सुरसार छैन। खाने मुख मात्रै थपेर हुँदैन नि बुवा, काम जति सबै हामी बुढाबुढीले गर्नुपर्छ। कसैले एउटा सिङको भाँच्ने होइन। कसैले सिनको भाँच्ने होइन भन्न त भन्यो बुहारी। अब म बुढोले गर्न सक्ने जति त गरेकै छु। अब देवरलाई भन्न खोजेको हो भने देवर यहीँ छ, उसैलाई भन्दा भइहाल्छ। अब हेर्नुहोस् बुवा, खानाको भाग चाहिँ 4 भाग लाउनु पर्छ, काम पनि 4 भाग लाउन पाएदेखि हामी बुढाबुढीलाई सहिलो हुन्छ मात्रै भन्न खोजेकी हो। अर्का घरको छोरी बिहा गरेर ल्यायो, आफ्नो घरको दाजुभाइको झगडा होइन त बा? आजभन्दा भोलिभन्दा भन्दै दिन बितेको पत्तै हुँदैन। अब तेरी भाउजूले पनि मलाई छड्के हान्नु थालिसक्यो। त पनि बेलैमा बिहे गरेर दाजुभाइ आफ्नो व्यवस्था गरेर अलग्गै बस, मेरो के ठेगान? आज हो कि भोलि हो, बेकारमा झगडाको बिउ किन राख्नु? तैँले बेलैमा बिहा गरिस् भने मलाई पनि अलि सन्तोष हुन्थ्यो। बा पनि जहिले एउटै कुरा भन्नुहुन्छ, अब दाइले बिहा गरेर कस्तो भएको छ त्यो त मैले देखिरहेको छु नि बा, खालि एउटै कुरा भन्नुहुन्छ। योसँग त बिहेको कुरो गर्नै हुँदैन। तपाईँले भन्नुभएको कुरा ठिक हो बुवा, अब यो कान्छाको बिहे गरिदिनै पर्छ। सन्चै छौ भनेर सोधौँ भने सन्चै छु भनेर भनिहाल्छौ। अनुहार कहिले ठाडो पारेर हिँड्दिनौ। हाम्रो समाजै यस्तै छ बुवा, विवाहित नारीले अनुहार झुकाएर हिँडेको राम्रो भन्छन्। म त सन्चै छु। आजकल शील स्वभाव भएकी बुहारी पाउनै गाह्रो। आजकलका बुहारीहरू त सासू ससुरा श्रीमानसँग ठाडै बोल्छन्, ठाडै हिँड्छन्। आजकलका बुहारीहरू ठाडा भए पनि छोरी बुहारीलाई माया गर्ने हजुर जस्तो ससुरा बुवा हुनुहुन्छ नि त। भन्नुपर्नेले भन्दैनन्, तिमीले भनेर के गर? हामी गाउँलेले देख्दा त हजुरलाई छोरा बुहारीले एकदमै माया गर्छन् जस्तो लाग्छ बुवा। अब भित्री कुरा त के जान्नु र? हामी गाउँलेले देख्दा त हजुरलाई हजुरको छोरा बुहारीले माया गर्छन् जस्तो लाग्छ, भित्री कुरा त खै के जान्नु र? ल बुवा, म अहिले गएँ। हेर साबु, बुढाबुढी भने त यसरी मिलेर हिँडेको बराबर। तिमी घरमा एक्लै, तिम्रो बुढोजी खाडीमा छ, के काम? के गर्नु कृष्ण दाइ?
अहिले थोरै दुःख सह्यो भने पछि सुख हुन्छ भन्छन्। जिन्दगी चलाउनलाई पैसै चाहिँदो रहेछ, मायाले मात्र नपुग्दो रहेछ। अहिले टाढा भएर त के भयो त? पछि मेरो बुढो आइहाल्नुहुन्छ नि फर्केर। एक दिन बुढो फर्केर आउला भन्ने त सबैलाई थाहा छ नि। उमेर जति सबै अर्का देशमा बिताएर बुढेसकालमा आएर के काम सबु? के गर्नु, देखेकोले हुँदैन रहेछ, लेखेकै चाहिँदो रहेछ। अहिले तपाईँहरू बुढाबुढी सँगै हुँदा पनि त तपाईँहरूलाई दुःख छ नि। अब मेरो बुढो विदेशमा टन्न पैसा कमाएर आउनुहुन्छ, पछि हामीलाई सुख भइहाल्छ नि। मेरो बुढो विदेशमा हुँदा चाहिँ तपाईँहरूले के को टाउको दुखाइ? हाम्रो समाज कहिले परिवर्तन हुनु भयो? एक्लै महिलालाई यो समस्या उच्चारै हुन्छ। तिमीलाई के लाग्छ, तिम्रो दाइ भाउजूले हामीलाई एक हुन दिला नि त? खै, यही कुराले मलाई एकदम मानसिक तनाव भइरहेको छ। दाइले त खासै त्यस्तो इग्नोर गर्नुभएको छैन, तर भाउजूलाई मैले सम्झाउनै सकिरहेको छैन। के गर्ने, कसरी सम्झाउने? यसरी भएन नि त, भाउजूलाई त मनाउनु पर्यो नि त तिमीले। अब मनाउने भनेर बच्चा होइन भन्ने कुरो सबै भनिसकेको छु, तर पनि आफ्नो रिलेटिभ छोड्नु भएको छैन। के गर्ने, अब भाउजूले नाइ भइसकेपछि दाइले त्यो कुरामा प्रतिकार पनि गर्न सक्नुहुन्न। मलाई त यो जुनीमा हाम्रो मिलन होला जस्तो लागिरहेकै छैन। के भने कि तिमीले त्यस्तो? हाम्रो बिहेको लागि दाजु भाउजू मान्नु भएन भने तिमी के गर्छौ? के गर्नु, तिम्रो यादमा रोएर बस्छु, बौलाएर हिँड्छु। आँगन मेरो, रिस चाहिँ तिम्रो, अनि किन नबोली हिँडेकी छौ? अब म तपाईँको घरमा तपाईँको छोराको बिहे नहुन्जेलसम्म तपाईँको आगो नै टेक्दिनँ। हेर भक्तपुरे दाइ, मेरो त बानै गरिब, शाखा सन्तानै गरिब। तिम्रो त बाउ धनी छ नि, तर तिमी त गरिब छौ। किन? भाइ, जग्गा जमिन भएर धनी हुन्छ, पैसा त हाम्रो बाउसँग नि कहाँ हुनु नि? अब तिमी जस्तोसँग त पैसा छैन भन्छौ, अब मसँग झन् कसरी हुन्छ? अब तिम्रो र मेरो पनि हालत उही खाडी मुलुकमा हो कि हो? कहाँ विदेश गएर चाहिँ सुख पाउँछ? सबैको बुढो पनि विदेश गएको त नि, ऊ दुःख पाएछ त। हेर भक्तपुरे दाइ, मान्छेहरू दुई थरीको हुन्छन्। एक थरी चाहिँ दुःख पाएर सुख देखाउने, अर्को थरी चाहिँ सुख पाएर दुःख देखाउने। तर हाम्रो सबै भाउजू चाहिँ खै कस्तो टाइपको हो हामीलाई त थाहा भएन। म कस्तो टाइपको लाग्छ तपाईँहरूलाई? मैले सुख नदेखाए पनि, मैले दुःख लुकाए पनि तपाईँहरूलाई के मतलब? मैले आफ्नो गरेर खाइरहेछु। तपाईँहरूको त मैले केही बिगार्देकी छैन नि। म विवाहित एउटी नारी, अनि मलाई तपाईँहरूले जिस्काउनु भएको कि हेप्नु भएको? एउटै गाउँठाउँको एउटी नारीलाई मान सम्मान इज्जत गर्नको साटो उल्टै उडाउनुहुन्छ। 2-4 कक्षा पनि पढ्नु भएकै होला, अनि यो उमेरमा नआएको बुद्धि कहिले आउँछ? आजबाट उपरान्त मसँग बोल्नुभन्दा अगाडि तपाईँहरूले ख्याल गर्नु होला, बुझ्नुभयो नि? ठिकै त हो नि सबै भाउजूले भनेको कुरा। बिहा भएको मान्छेलाई पनि जिस्काउनुहुन्छ? तैँले जिस्का कि मैले जिस्का? बुझ्ने गरी कोही भन्दैन नि यो गाउँका मान्छेहरू। अब नबोल्ने भयो भने जाउँ त जाऊ, म त्योसँग कुरा गर्छु।
कुरा गरे पनि गर्नु नगरे पनि नगर्नु। साँझ बिहान भन्न पाइँदैन, बाटो यही पर्छ, पानी किन्न गए पनि हो नानी हो, साँझ बिहान धारा पनेर जाने बाटो यही पर्छ। अब नबोले त के गर्नु त? मेरो घरमा पनि त्यस्तै हो, बुढी भइन भने ए घर त अँध्यारै राख्छन्। तेरिका भयो बुढो पैसा कमाउनु, घर फर्केर आउनुहोस्। जहाँ गए पनि जता गए पनि जसले पनि एक्लै भनेर हेप्छन्। जे छ जस्तो छ यहीँ बसेर खाउँला। सबैभन्दा ठुलो कुरा पैसा पनि त होइन। मलाई अरू कुरो केही पनि थाहा छैन। हजुर घर आउनुहोस्, नत्र मलाई पहिला हिँडिदिन्छ अनि थाहा हुन्छ। जहाँ गए पनि जता गए पनि एक्लै भनेर हेप्छन् मलाई। अब घर आउने कि त्यतै विदेशमा बस्ने आफै सोच्नु। अब बुढी चाहिने हो कि पैसा चाहिने हो? ल अहिले मैले फोन राखेँ। सुन भाइ, अब तेरी भाउजू लिएर मैले काम गर्न सक्दैनँ धेरै। अब तेरो बिहे गर्नु पर्यो, तँ त काम गर्न सक्दैनस्। तँले काम गर्न नसकेपछि तेरो बुढीले त गर्ली नि। हेर्नुहोस् दाइ, म कसैको स्वार्थको लागि चाहिँ बिहा गर्दिनँ यार। मेरो मुडै छैन। त्यसो भनेर कहाँ हुन्छ? कि भने तपाईँ हामीसँगै काम गर्न जानु पर्यो कि त बिहे गर्नु पर्यो? हामी दुईजनाले मात्रै काम गरेर त कसैलाई पनि पाल्न सक्दैनौँ। अब यही घर हो। तपाईँ आउनुभन्दा अगाडि खोइ यो घरमा कहिले झगडा हुन्थेन, कहिले ठाकठुक पर्थेन। तपाईँ आएपछि यस्तो भएको हो नि। तिमीलाई कतिचोटि भन्नु के, भाइको अगाडि र बाउको अगाडि केही पनि नभन भनेर। आखिर तिमी नै छुच्ची भयो होइन? म बोल्दा त तपाईँलाई त्यति हेपिरहेछन्, म नबोल्यो भने त झन् कति हेप्ने हो। तिमी धेरै चिन्ता नगर, कुनै दिन हाम्रो पनि दिन आउँछ। अब मेरो अलिकति खेत खन्न बाँकी छ, म खनेर आउँछु। के गर्नु, मैले भने तिमीलाई लाग्दैन कोदालो खै। ल ल म खाजा लिएर आउँला। मैले भने केही सुन्ने होइन तपाईँले। झोक्राएर बसेको छौ त रिता? कोही छैन नि क्या घरमा? आफ्नै घरमा बस्दा पनि झोक्राको हुन्छ त किस्ने दाइ। तिम्रै घर रहेछ, जेसुकै घर भक्तपुरे होइ त। आफै मात्रै बरालले हुने, मेरो भाइलाई नि बराल लिएर हिँडेको छ। घरको काम खेतीबारी सबै मैले गर्नु परेको छ। मलाई मेरै घरको टेन्सनले पिर दिइरहेछ दाइ। त्यही माथि तपाईँको भाइको टेन्सन लिएर मलाई किन कराउनुहुन्छ? तिमीहरू धनी मानेहरू सम्पत्ति भएका गरिबका छोराछोरी बिगार्न पो जानेछौ, सबार्न कहिले जानेछौ? हुन त तँलाई नि के भनिरहनु र, मेरो भाइ नै उस्तो छ, जति सम्झाए नि सम्झिँदैन। बरु आफ्नो भाइ भौतपुरेलाई चाहिँ राम्रोसँग सम्झ। खालि लखर लखर घुमेर हिँडेछन्। अब खाना त 3 जनालाई मात्रै बनाउनु त होला नि बुढो। के भने कि बुहारी त्यस्तो देवरलाई चाहिँ हेला गरे कि रात परेपछि जहाँ भए पनि आइपुगिहाल्छ नि। अनि उसको भात पनि पकाउनु परेन? बुवाले पनि जेठो छोरालाई पाहा, कान्छो छोरालाई काहा गर्नुहुन्छ जहिले पनि। बुहारी, बाबुआमाले छोराछोरीलाई बराबर माया गर्छन्। कसैलाई काखा कसैलाई पाखा गर्दैनन्। तिमीले श्रीमानलाई मात्रै माया गर्ने अनि देवरलाई हेला गरे जस्तो होइन नि। हेर बुहारी,
मैले पहिलेदेखि भनिराखेको छु तिमीहरूलाई छुट्टै बस्न मन लागेको छ भने पहिले त्यसको बिहा गरिदेऊ अनि त्यसपछि जे गर्न मन लाग्छ आफू खुसी गर्नु। अब त्यसले कलेजी भने टेस्ट र त्यसको लागि हामी सधैँ झगडा गरिरहने त? तपाईँ नि भन्नु त, म अर्का घरबाट ल्याएको छोरीपट्टि लाग्नु कि आफ्नो भाइपट्टि लाग्नु? अब त आफै विचार गर। मैले आफ्नो जिन्दगी त बिताइसकेँ, अब त आफ्नो स्वास्नीलाई माया गर्छस् कि बाबुआमालाई माया गर्छस् कि भाइलाई माया गर्छस् कि त्यो तेरो विचार हो। तिमीहरू बुढाबुढी मिलेर त्यो कान्छोलाई हेला नगर पो भनेको त मैले। बुवाले चित्त दुखाउनै पर्दैन, हल्लिएर मात्र हिँड्नुहुन्छ देवर बाबु। भोलि देवरानी भित्र आएपछि आखिरमा छुट्टिन परिहाल्छ। बेलैमा छुट्टी भने राम्रो हुन्छ मात्रै भन्न खोजेको हो मैले। बुवा जेठो छोराको भाग्य पनि साह्रै खोटो हुँदो रहेछ। बाबुआमा दाजुभाइको कुरा सुनौ श्रीमती रिसाउने, श्रीमतीको कुरा सुनौ बाबुआमा दाजुभाइ रिसाउने, के गर्ने हो? तिमीहरूले नजानेको छोरा हो। खोइ हामीले बाबुआमालाई पनि रिझाएकै थियौँ, श्रीमतीलाई पनि रिझाएका थियौँ, सबै कुरा सबैतिर मिलाएका थियौँ, चलेकै थियो। अनि तिमीहरूलाई चाहिँ किन एकैचोटि यस्तो गाह्रो पर्नु भएको? यस्तै हो बुवा, हजुरहरू सत्ययुगमा जन्मिनु भयो, हामी कलियुग। यो सबै कलियुगको फेर हो कि जसलाई सम्झाए कसैलाई लाग्दैन। ए भक्तपुरे, हजुर बा, तेरो बाउ पो धनी छ, तँलाई डुलेर खान पुग्छ। म त गरिब छु, मेरो छोरा त गरेर खानुपर्छ। आफू त बिग्रिस मेरो छोरालाई किन बिगारिस? अर्काको छोरालाई के गाली गर्नु? आफ्नै छोरो त्यस्तो छ। तेरो लागि मैले सारा गाउँ समाज घर परिवारसँग झगडा गरेर बस्नुपर्ने? अहिले पो म छु, आमा छिन्। तेरो लागि हामी सबैले अचानो बन्दिएका छौँ। हाम्रो सेकापछि कसले बन्दिन्छ? त सुध्रिने कि नसुध्रिने? हुर्काइयो, बढाइयो, पढाइयो, यत्रो बनाइयो, अझै पनि डरमा बाँच्नु पर्ने? जमाना ठिक छैन। छोरा हुनेले छोरो कतिखेर घर आइपुग्छ भनेर चिन्ता लिनु, छोरी हुनेले छोरी कतिखेर घर आइपुग्छ भनेर चिन्ता लिनुपर्ने। तिमीहरू छोरा छोरीको चाहिँ बाबुआमाको लागि कहिले चेताउने? ए त घर जा, त भित्र आइज। ए त्यो सबुले तपाईँको कान्छा छोरोको बिहे नहुन्जेलसम्म कसैसँग बोल्दिनँ भनेर गएकी छ। तसँग म भोलि कुरा गर्छु। ठिकै छ नि त। अब तिम्रो कुरा अनुसार तिमीले मेरो दाइ भाउजूलाई रिझाउन पनि नसक्ने, फेरि अर्को कुरा तिम्रो त अन्त्यबाट बिहेको कुरा समेत आइसकेको रहेछ। ठिक छ, म रोको खुसीको आँसु। खुसी त हुनु पर्यो नि, मेरो बिहेमा आउने, सबैलाई काम सघाउने, भोज खाने। अनि अर्को कुरा, म दुलै भएर अन्मिँदाखेरि यसरी नै खुसीको आँसु झारेर बिदाई गर्ने। हस्, अब त्यो भए पनि त मैले गर्नै पर्यो। तिम्रो बिहेमा नआइकन त म कहाँ बस्न सक्छु? तिम्रो बिहेमा आउँछु, काम सघाउँछु, भोज खान्छु, अनि त्यसपछि तिमी अन्मिँदाखेरि म यसै गरी खुसी खान्छु। बरु तिम्रो लगन चाहिँ कहिले छुटेको छ
थियो चाहिँ मलाई भन न है। म त्यो दिन आउँछु नि ल। कहाँ जाला बस यहाँ। तिमीलाई अलिकति पनि विश्वास लागेन होइन मेरो? मैले तिमीलाई यसरी छोडेर बिहे गरेर कसरी जान्छु भनेर सोचेँ। मेरो मायामा अलिकति पनि विश्वास छैन है तिमीलाई? धेरै माया गरिदिरहेछौ त मलाई। किन फेरि नाना थरी भने भन। आफूलाई भने वा दाजु भाउजूले हामीलाई नस्वीकारन् भनेर यत्रो तिर्छ। भने मजाक मात्रै गरिदिन्छ। ल आफूलाई त सहने बानी परिसकेको छ। यदि अघि तिमीले भनेको कुराहरू सत्यमै परिणत हुन्थ्यो भने पनि म तिमीले नै भनेको जस्तै गर्थेँ। किनभने मायामा पाउनु नै ठुलो कुरो होइन, आफूले माया गरेको मान्छेको खुसीमा खुसी हुन सक्नु पर्यो, त्यो माया हो। तिमीले मलाई यति धेरै माया गर्दो रहेछ भाइ। आज आएर थाहा भयो तिम्रो मायाको अगाडि मेरो माया त 100 गुणा फिक्का रहेछ। त्यसैले होला भगवानले मेरो लागि भनेर तिमीलाई यस धरतीमा पठाइदिनु भएको। हेलो के सुनिएन के बुढो? हेलो सुने हजुर पैसा पठाइदिएको रे हो र? त्यही तल भिनेकोमा होला। हो नि, कतिको पैसा तिर्न छ। म कृष्ण दाईको पनि दिन थियो, तर ऊ काकाको पनि तिर्न थियो। ल म गएर निकालिहाल्छु। थ्याङ्क यू बुढो, आई लभ यु सो मच। ल ल ल राख्नु। हस् हस्, म पछि कल गर्छु नि ल, यहाँ पैसा निकालेपछि। हस् ल, म गइहालेँ नातिनु कि। हस् हस् हस्। के हो साहेबको त घाम नडुब्दै आइछस्? साथीभाइहरू खोज्न आएको थिएँ कि उतै जाने हो? होइन दाइ, अब किन कराउनुहुन्छ मलाई? म पनि ठुलो भइसक्यो नि। अब के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा त मलाई पनि राम्ररी थाहा छ नि दाइ। अरे थाहा रहेछ त, के गरिस् त फेरि अहिलेसम्म? खालि लहर लहर हिँडेर पुग्छ तँलाई? खै दाइ, अब मैले त्यस्तो केही गरेर जस्तो त लाग्दैन। अब उता बाउ पनि मलाई नै ल्याङ हान्ने, उता भाउजू पनि मलाई नै किचकिच। अब तपाईँ भन्नु म कसरी सम्झाउनु तपाईँहरूलाई? मान्छेका 10 जना दाजुभाइ हुन्छन्, तै पनि उनीहरू मिलेर बसेका छन्, तर म किन मिल्न सकेको छैन? त्यो तैँले सोचेछस्? अब हामी दाजुभाइ किन नमिले त्यो चाहिँ मलाई थाहा भएन दाइ। अब घुमाइ फिराइ दाइ भाउजू छुट्टिने विचार गर्नुभयो होला, त्यो मलाई भनेर हुँदैन नि दाइ। बासँग सल्लाह गर्नुहोस् न। हामीले कहिले त्यस्तो सोचेका छैनौँ। दाजु भाउजू छुट्टेदेखिबाट बाबु सम्पत्ति बेचेर खाउँला भन्ने सुरसार होला, तेरो त्यो सपना कहिले पनि पुरा हुँदैन, बुझिस्? खै अब मलाई यो घरले नबुझा हो कि मैले यो घरलाई नबुझा हो? कस्तो कुरा गर्नु भएको के भाउजू? त्यही फरक पर्ला भनेर कुर्ता सुरुवाल लाएर आएको नि। चिन्ता नगर के तिमीले, हाम्रो बिहे भएपछि तिमीलाई साडी चोलै किनिदिन्छु, बुझ्यौ?
के कुरा हो बुढाबुढीको? गाउँले त बाउलाई एकदम सुखले पालेछ भन्छन्, फेरि तपाईँ चाहिँ किन कोदालो बोकेर आउनु भयो? अब अस्ति तेरी स्वास्नीले वचन लागि सुनेको थिइनस्? काम गर्ने 2 जना मात्रै छौँ, खाने मुख 4 जना छन्, कहाँबाट पुर्याउनु भन्थिन्। अब मैले पनि सके जति काम त गर्नु पर्यो नि, त्यही भएर कोदालो बोकेर हिँडेको। अहिलेसम्म त म काम गर्न सक्छु त। वचन लागेको होइन के बुवा? हजुरले नै भन्नुभएको होइन, सँगै सुतेपछि लात लाग्छ, भाँडा सँगै रहेपछि बज्छ। मैले भएको कुरा गरेकी हो त्यति बेला। होला होला, अब तिमीहरूको कुरा एउटा होला, मेरो बुझाइ अर्को होला। अब बाउलाई सुख दिउँ, काम नगर बा भन्छौ भने काम नगरौँला, आफ्नो बाटो लागौँला। होइन यहाँ मेलो मेसो चलिरहेको छ, यहाँ अलिकति सघाउ बा भन्छौ भने सघाउँछु, सके जति सघाउँछु। तपाईँ मेलामा आउने होइन कि बुवा, त्यो भाइ छ नि मन्दिप, त्यसलाई चाहिँ सम्झाउनु पर्यो। तपाईँले साह्रै पुलपुल्याएर राख्नु भएको छ उसलाई। अब घरमा भएको बाउपछिको दाइ तै होस्, तैँले सम्झाउँदा मान्दैन भने मैले सम्झाएको कहाँबाट मान्छ? उसको आफ्नो सुर होला, तेरो आफ्नो सुर छ। म कसरी बुझ्नु, कसरी के चाहिँ भन्न त भनिरहेको छु नि। अब आजकल देवर बाबुसँग हाम्रो पनि कुरा मिल्दैन कि हामीलाई छुट्याइदिनुहुन्छ त बुवा? अब बारम्बार छुट्याइदेऊ भन्छु, छुट्टिएर पनि के गर्छौ? गर्ने काम त आखिर यही होला कि अर्कै सुर छ? अब बोल्नुपर्ने यसले हो, यो चाहिँ बोल्दैन। आफू बोल्न नसकेर स्वास्नीलाई उचाल्छस् क्या हो? बुवा ढिलो चाँडो कुरा त्यही हो होइन। यदि केही गरी हामी छुटिहाल्यो भने चाहिँ हजुर कोसँग बस्न चाहनुहुन्छ? खोइ, आफूले छोराछोरी पाउँदा कसैलाई घटी बढी माया गरिएन, सबैलाई बराबर माया गरेर हुर्काइयो। अब तिमीहरू ठुला भएपछि बाबाआमालाई कसले पाल्ने भनेर हिसाब किताब गर्न थाल्छु। कसैले खुट्टा टेकेकै छैन, खुट्टा टेकिसकेको भए पनि त ल म योसँग बस्छु भन्नु। अहिले मैले त्यस्तो केही सोचेको छैन बाबु। यिनै कुराहरू घरमा गर्दा पनि हुन्थ्यो। हेरौँ अब ईश्वरले के गर्छन्, जस्तो पर्छ त्यस्तै टर्छ। अब मेलामा नआइज भन्छस्, ठिकै छ म जान्छु। मेलामा नआइज भनिहालिस्, लाग्यो। तिमीलाई चाहिँ जहिले पनि छुट्टिनुपर्छ होइन? देख्यौ मैले भन्दा बाउले कति चित्त दुखाए। पाल्नु न त पाल्नु बुवालाई, मैले के भनेको छु र? मलाई किन झर्किरहनुहुन्छ? यो उमेरमा आएर कसैको कुरा नबुझ्ने भएमा भाइ एउटा सल्लाह गर्नु थियो। के सल्लाह? अब सबै साथीभाइहरू जापान जाने कुरा भएको छ। यसो विचार गरेँ दाइ, म पनि जानुपर्छ जस्तो लाग्यो। अब तपाईँसँग पनि पैसा छैन, उता दाइ भाउजूसँग पनि छैन। बरु त्यो बुवाआमाको नाममा भएको जग्गा ब्याङ्कमा राखेर पैसा निकालेर जाउँ क्या हो दाइ? ए आसन तैँले कति कमाएर कति जोडेछस्? त्यो 30-40 लाखको जग्गा ब्याङ्कमा राखेर तँलाई जापान पठाएर अनि त्यो जग्गा पछि कसले निकाल्छ? अब तिमीहरू सबैले आफ्नो खुसी गर्ने। उता दाइ मजाले छुटेर बसेको छ, यता हजुर आफै ताल्छ। मैले भने जस्तो गर्नुहोस्, त्यो ऋण म आफै तिर्छु। दाइले र मैले बिहे गरेँ त्यत्रो रिस छैन तँलाई? तँ नि गर्न त कसले सिकाएको छ तँलाई? तर त्यो जग्गा ब्याङ्कमा धितो राख्न दिन्न बाबुआमाको जिउनी, बुझिस्? अब दाइले आफ्नो भाग लिएर गइहाल्यो। यदि मैले भने जस्तो हुँदैन भने तिमीहरू म पनि छुट्यौँ, मेरो आफ्नो भाग बेच्छु जान्छु। गाउँले छरछिमेकीको कुरो सुनेर दाइले धम्कायो होला,
राख्लास् ब्याङ्कमा। भाइ के होइन त थाप्लोमा भाइ टाउकोमा टेकै छन् त भाइ दाई भाउजू बुढी सबैले टेकै छन् नि। मसँग रिसाइ राख्नु पर्दैन। जिन्दगीभर जसले दुःख गरिरहे उसैले दुःखै मात्र पाइरहने हो। छुट्टै बसेर त सुख पाउँछ कि भनेको त ठुल दाइले त अझै दुःख पाइरहनु भएको छ। बुढापाकाले दुःख साथी हो सुख त पाहुना हो भन्थे नानी। छुट्टिएर बसे पनि मलाई सुखको दिन कहिल्यै आएन, छोडेन मलाई दुःखले कहिल्यै छोडेन। जति छोराछोरी पाए पनि छोराछोरीले बाबुआमालाई छोड्दो रहेछ बु। तपाईँले पनि बाबुआमालाई छोड्नुभयो। तैँले बिहे गरेकी छैनस्, बिहे गरेपछि यो कुरा बुझ्छस्। के गर्ने नानी, अर्काको छोरी बिहे गरेर ल्याएपछि उसको पनि कुरा मान्नै पर्छ, बाबुआमाको कुरा पनि मान्नै पर्छ। बिचमा बसेर काम गर्न धेरै गाह्रो छ। त बुझ्दिनस् यस्ता कुरा, पछि बुझ्छस् है। मलाई यत्तिकै ठिक छ दाइ। दुःख के हो भनेर थाहा पाउनलाई बिहे गर्नु कुरो त भएन नि। हेरगान्छ यसरी सधैँ रलिएर हिँडेर चल्छ। जिन्दगीलाई कसरी चलाउने भन्ने कुरा सिक, केही गर्न कोसिस गर। सधैँ यसरी हल्लिएर पुग्दैन, जिन्दगी त लामो छ, केही गर। हेर्नुहोस् दाइ, अब मेरो पढाइ लेखाइ अनुसारको जागिर खोइ। अब सबै साथीहरू जापान जाने रे, त्यही भएर दाइसँग सल्लाह गर्न आउँदै थिएँ। हेरगान्छ तेरो दाई यही माटोमा जन्मियो, यही माटोमा हुर्किएर यही माटोमै बिलाउने भयो। त अलिकति जान्ने बुझ्ने पनि छस्। अब विदेश गएर केही कुरा सिकेर केही गर्छस् भने गर, जा विदेश। मैले के भन्छु? मेरो पनि त्यही छ होला। अब तपाईँले जा भनिहाल्नु भयो। बासँग पैसा छैन, के हिँड्दाले दिने होइन, तपाईँले नि दिनु पर्ला। इच्छा त जाहेर गरिस् कान्छा, राम्रै हो। अब भर्खर छुट्टिएको, मसँग पनि पैसा छैन। तेरी भाउजूसँग पैसा कहाँबाट हुने हो र? बरु यसो गर, त्यो बाउको जिउनी छ नि त्यसलाई बैंकमा राख, राम्रै काममा जानलाई हो त। तैँले प्रगति गर्छस् भन्ने मलाई विश्वास छ। त्यसलाई बैंकमा राखेर अलिकति पैसा झिकेर त जा। तपाईँहरू कसैले चिन्ता लिनु पर्दैन। अब मेरो लागि राखेको जग्गा म आफै निकाल्छु नि दाइ। जा, राम्रो कामको लागि भने मैले त्यो किसिनीलाई सोध्नु पर्ने थियो होला, सोरिया छैन के भन्ने हो। राम्रो कामको लागि जानलाई के रोक्छ होला र? कति राम्रो जोडी हो तपाईँहरूको। यस्तै राम्रो जोडी त हाम्रो पनि छ नि होइन है? ल, तपाईँहरूको जोडी पनि एकदमै राम्रो, हाम्रो जोडी पनि एकदम राम्रो। तर नि मेरो दाइ भाउजूलाई गएर चाहिँ नसुनाइदिनु है, होइन? हो भाइ, हाम्रो जोडी त राम्रो भरै बिहे गरे, तर त्यो जोडी चाहिँ ठिक छैन है, किनकि तिमीहरूको बिहे नै भएको छैन। हो त, हो हाम्रो जोडी त कहाँ राम्रो छ र? बिहा भएको छैन। तपाईँहरूको जोडी पो बिहा भएको छ, कस्तो राम्रो भयो ल त। तपाईँहरूको बिहा पनि त हामी जस्तो यसरी सँगै हिँडी घुमी बिहा भएको त होला होइन र?
हाम्रो पनि भइहाल्छ नि बिहे त बिहे भएपछि त हाम्रो राम्रो हुन्छ नि भाइ। अब यसरी बिहे नगर्दै घुम्दाखेरि त केटा मान्छेलाई त फरक नपर्ला, केटी मान्छेलाई त फरक पर्ला नि। कस्तो कुरा गर्नु भएको के भाउजू, त्यही फरक पर्ला भनेर कुर्ता सुरुवाल लाएर आएको नि। चिन्ता नगर के तिमीले, हाम्रो बिहे भएपछि तिमीलाई साडी चोलै किनिदिन्छु बुझ्यौ। होइन दाइले त भाउजूलाई माया गर्नुहुन्न कि क्या? बिहे गरिसकेपछि पनि भाउजू त कुर्ता सुरुवालमै हुनुहुन्छ त। यस्तो चाहिँ भएन के दाइ, भाउजूलाई साडी चोलो किनिदिनु पर्दैन? तपाईँ पनि माया गर्नुहोस् कि अझै। ल कति बाटो के आफ्नो लभ परेको कुरा लुकाउनलाई आफ्नो कुरा मतिर मोड्दो रहेछ भाइ। बिहे भइसकेको छोरी मान्छेले पहिरन त जे लाए पनि हुन्छ नि, सिउँदामा सिन्दुर र गलामा पोते चाहिँ हुनु पर्यो। सुन्नुभयो नि बिहे भएको मान्छेले के लाउने भनेर। कस्तो कुरा नबुझी कि के तिमीले? अनि तिम्रो मेरो कहाँ बिहा भएको छ त नि? बिहे भइसकेपछि सिन्दुर पनि लगाइदिन्छु, पोते पनि लाउली। तर अहिले चाहिँ यसरी यो आत्महत्या गर्ला जस्तै सर चाहिँ नराख्नु के घाँटी, यसरी राख न। हेर केटा, जेसुकै गर, घर परिवार खुसी हुनु पर्यो, हामीलाई उल्लु चाहिँ नबना। ल कस्तो कुरा गर्नु भएको के दाइ तपाईँले? हामीले तपाईँहरूलाई कसरी उल्लु बनाउने ल भन्नुहोस् त? उल्लुले त दिउँसो केही पनि देख्दैन, त्यो तपाईँलाई पनि थाहा होला नि। अब त्यत्रो बाटो हिँड्दै यहाँसम्म आइपुग्नु भएको छ, अनि हामी तपाईँलाई उल्लु बनाउनु मिल्छ? यस्तो कुरा के सुनेर नि जाऊँ हिँड्नु, पछि गएर बिहे नै गर्ने होला, हामी चाहिँ जाउँ। देख्नुभयो हामी यसरी सँगसँगै हिँड्दा गाउँले कतिसम्म कुरा काट्छन् भनेर। अघि न मैले चौतारामा जिस्केर भने पनि भोलिको दिनमा त्यो साँचो हुनसक्छ, विचार गर्नु। किन हातदेखि के तिमी? मैले विचार गरेको छु, पहिला सबै कुरा मिलाउनु परेन, अनि पो बिहे गर्ने हो त। मिलाउँदैछु त। यसरी कतिन्जेल हाम्रो माया लुकाउने, कतिन्जेल छर्सिनुको लागि हाम्रो आफै भन्नुहोस् त। चिन्ता नगर बाबु। ए संस्कारी त थाहा भइहाल्यो नि, देख्नु भयो नि त तपाईँको आज्ञाकारी भाइको चर्तीकला। घरमै गएर कुरा गर्दा पनि त हुन्छ नि। बुहारी जाऊ 4 कप चिया पकाएर ल्याऊ त, कुरा यहाँ लामै हुनसक्छ। ससुरा बुवालाई सुगर छ, उहाँले चिया खानु हुँदैन, देवर बाबु हिँडिहाल्नु भयो, चिनी नै ल्याएन, के चिया पकाउनु? ल यहाँ 200 रुपियाँ छ, चिनी लिएर जाऊ। तिमी यता हट, पैसा नभए हो र खुवाउन मन नभए। सुन किसले त मसँग बोल, त्यो कान्छो भाइ र लिएर हिँड्यो, विदेश जान्छु केही गर्छु भन्यो, जग्गा बैङ्कमा राखेर मैले चाहिँ पठाएँ, के नराम्रो गरेँ? भाइ मार्न मिल्यो? भाइ मारेनौ, म चाहिँ भाइ होइन। तँलाई जग्गा के का? तिमीहरू त आफ्नो सुर गरेर बसिसकेका छौ, छुटेर बसे होइन? त्यो कान्छो बिग्रेर हिँड्यो, न बेदान भएको छ न केही भएको छ, त्यसले के गर्छु भन्दा गर्नु दिनु परेन? अनि बिहे गरिदिने कि जग्गा राखेर विदेश पठाउने त? जेठो दाइ र कान्छो देवर मिलेर हामीलाई फाल्टे बनायो क्या बुढा। दाजुभाइको कुरामा हामी बुहारीहरू किन बोल्नु पर्यो कमला? तपाईँ छुटेर बस्नुभयो, आनन्द छ। मैले ससुरा पाल्न पर्ने, देवर पाल्न पर्ने, अनि मै बोल्न नपाउने? भइगयो, नबोल, जे हुनु भइसक्यो। उसले कमाएर त्यो जग्गा निकाल्छु भनेको छ, उसले निकालेपछि तिमीले राख्लाउ नि त। तिम्रो लगन पछिको पत्रै तिमी नै राख, भाइ मार। मलाई अहिले के भन्नु भयो? छोट, बाउ पछिको दाइ हुँ, जे मन लाग्यो त्यो बोल्न पाउँछस्, तैँले मान्नुपर्छ मलाई। धेरै फुर्ती नगर, बाउ कसो भाग्नु पर्यो, कसले पाल्यो? त्यस्तै गाह्रो भयो भाइ बाबु, बुवा हामी पाल्छौँ नि त। तपाईँहरूलाई चाहिँ कसले लगेर पाल्नु भन्ने र बुवालाई दुःख पर्दा त छोडेर गएको होइन? सुन किने, दाजुभाइ भन्ने कुरा चाहिन्छ। आज आएर अर्का घरबाट ल्याएको बुढीको कुरा नसुन। हो दाजुभाइ चाहिन्छ, थाहा रहेछ।
भाइलाई चाहिँ लाल पूजा राख्न देऊ, मलाई चाहिँ देऊ। तँलाई मैले अझ पनि भनिरहेको छु, मिल्ने कुरा गर। उसले झिक्छ अनि राख्ला नि त। हामीलाई दुःख पर्दा दिनु भएन, अब दिएन चाहिँदैन। आउनु भने यसले ढोका लाएर हुन्छ, यसले भाइ मारा भनेर हुन्छ। यसको लागि मेरो घरको ढोका सधैँको लागि खुल्ला छ। यस्तालाई सम्झाएर सम्झिने पनि होइन, के गर्ने? आखिर मैले जे सोचेको त्यही भयो होइन? मलाई शङ्का त त्यही दिन लागेको थियो कि जुन दिन तपाईँ हाँस्दै लजाउँदै बोलिरहनु भएको थियो नि। मैले के भनेको थिएँ, सबै कुरा सहन्छु, तर जो पाए त्यही केटी चाहिँ म भित्राउँदिनँ भनेर भनेको थिइनँ? भाउजू यसरी नरिसाउनुहोस् न। अब संस्कार भन्ने कुरा प्रत्यक्ष मान्छेलाई नभेटिकन, मान्छेसँग सङ्गत नगरिकन उसको व्यवहार संस्कार कसरी थाहा हुन्छ भन्नुहोस् त? तपाईँले केही बोल्नै पर्दैन बाबु। यति मजाले मिलेको परिवार छ, भोलि जो पाए त्यही केटी भित्री भने के हुन्छ यो परिवारमा, त्यो त मैले जान्नु पर्यो नि। केही पनि हुँदैन भाउजू, जे हुन्छ राम्रोको लागि हुन्छ। हजुर पनि त यो घरमा भित्रिसकेपछि हो नि हाम्रो रीतिरिवाज, संस्कार, परम्परा सबै बुझ्नु भएको। अब ऊ पनि यहाँ घरभित्रेपछि सबै कुरा बुझिहाल्छ नि। उसले जानेनन् भने सिकाइदिनु भइहाल्छ नि, सिकिहाल्छ नि, मान्छे हो। तिमीले पनि त कुरा किन लुकाएको? भाउजूले त्यतिखेर राम्रोसँग सोद्धाखेरि त्यही कुरा भनिदिएको भए त यो तिल जस्तो कुरालाई पहाड जस्तो हुने नै थिएन। दाइ, तिल जत्रो कुरालाई पहाड जस्तो मैले होइन, तपाईँहरूले बनाइरहनु भएको छ। मैले त तपाईँहरूलाई भन्छु भनेकै थिएँ। अब त्यो बेलामा मैले मन पराएको थिइनँ। अब मैले भन्ने पनि उचित ठानिनँ, भन्नु पनि कसरी फेरि? अब अहिले आएर मेरो लाइफमा कोही छ, थाहा पाइहाल्नुभयो तपाईँहरूले, राम्रै त भन्नु होइन र? भयो बाबु भयो, तपाईँ यति सजिलैसँग उम्कन नखोज्नुहोस्। मैले तपाईँलाई पहिला नै भनिसकेको थिएँ, यो घरमा भित्रिने देउरानी मैले जानेको बुझेको मात्रै हुनुपर्छ भनेर, नत्र भने म भित्राउँदिनँ भनिदिएको छु नि मैले। हजुर बस्नुहोस्। यो घरमा सबै तपाईँले भनेको जस्तो हुनुपर्छ भन्ने छैन। माया गर्छु म उसलाई। किन मेरो मायामा तपाईँ तगारो भन्न खोज्दै हुनुहुन्छ? मैले अघि नै भने त, मान्छेसँग प्रत्यक्ष सङ्गत नगरिकन ऊ कस्तो हो भन्ने कुरो थाहा हुन्न। संस्कारी बानी व्यवहार भन्ने कुरो त भेट भएपछि थाहा हुने हो भाउजू। तपाईँ पनि एउटी नारी हुनुहुन्छ, माया कस्तो हुन्छ भन्ने कुरो तपाईँलाई पनि थाहा होला। हाम्रो मायामा तगारो बन्नु नखोज्नुहोस्। यदि तपाईँले भनेको जस्तो यो घरमा भएन र तपाईँहरूले हामीलाई यो घरमा राख्न चाहनुहुन्न भने म यो घर छोडेर निस्किन तयार छु। तर बिहे म उनीसँग नै गर्छु। साह्रै खुसी देखिन्छौ, के कारण होला? भन्छु नि बुवालाई खुसीका कुराहरू। कुनै दिन मैले हजुरलाई ढाँटेको छु र? ल ल, कान्छोले के भनेको थियो? चित्त दुखाकी छौ तिमीले भनेर भनिदिएको थिएँ, त्यसलाई कराइ पनि दिएको छु है। कराउनु भएछ बुवा, त्यो त राम्रै कुरा हो, तर तपाईँको छोरा खै कहिल्यै सुध्रिनु हुँदैन। बिचरा काम गर्ने मान्छेलाई के भनिदियो? चित्त दुखाकी छन्। किन
किन त्यसरी भन्नु पर्यो? हेर त कसरी चित्त दुखाएर गयो। माया लागेदेखि आँसु पुस्न गयो भइगयो नि त। यतिका समयसम्म यो सारा घर व्यवहार धान्ने चाहिँ म। अब त्यो कहाँ कि देउरानी ल्याएर त्यसले म माथि शासन गर्न म दिन्छु? द्यादै हो। तिमीले भने जस्तो नभएर माया गर्न पनि त हुनसक्छ नि। यो तपाईँको दिमाग छ नि, कहिले पनि खुल्दैन के। देख्नु भएन उहाँ छुट्टिएर बस्छु, यो घरबाट निस्केर जान्छु भनेको आधी अंश खप्लक्क पारेर बिचबाट चिरेर लान्छ अनि थपाउनुहुन्छ। अनि मेरो भाइ हो, तिम्रो देवर हो, हामीले रुखो व्यवहार गर्नु पनि त मिलेन नि। अनि बुढीको तर्फ नलागेर भाइको तर्फ लागेर चाहिँ मिल्यो? बिहा गरेर दिनदेखि मलाई केही बोल्न दिएको होइन। तिमी नै जान्दिछौ, म के भन्दिनँ। नजान्ने मान्छे चुप लागेर बस्नु नि त। श्रीमती अगाडि सरेको बेला खुरुकाखु पछाडि सरेर बस्नु पर्दैन? गरेर बोलिरहेको छ। होइन हो के छ, तैँले जोडी नै खोज्योस् त? अब कसैले बाबुआमाको जिउनी जग्गासम्म ब्याङ्कमा राखेर पैसा खत्तम गर्न थालेपछि अहिले आफ्नो जग्गा त सुनिश्चित गर्नु पर्यो। भोलि के गर्छौ के त? कसको कुरा सुनेर यतिसम्म हुनुभएको बाबु? कसको कुरा सुन्नुपर्छ? मलाई भाइ मारा भन्छ यसले। यो चाहिँ हो दाइ मारा। तपाईँ र कान्छो देवर मिलेपछि हाम्रो आफ्नो व्यवस्था गर्नु परेन? खाजा पकाउँदै गरे मान्छे किन बाहिर आउनु पर्छ? जाऊ भित्र। खाजा खुवाएर फकाउँला भनी सोचे होलास्। खाँदिन तेरो खाजा तै खा। झगडाको सुरुवात तिमीले गरे हो दाइ, मैले गरे होइन। अब यसको अन्त्य चाहिँ मै गर्छु। म खाजा ल्याउँछ। अब मेरो देवरको पनि बिहे गर्ने उमेर भइसक्यो। अब तिमीहरूको नजरमा कोही यस्तो असल कुल खानदानको केटी मेरो देवरलाई सौदिलो देखाएको छौ भने लु त भनौ त। भाइ थाकेर आएको होला, जाउ त गएर सुत। सुतोला नि भाइ। अब बिहे गर्नुपर्ने मेन मान्छेलाई नि नसोधिकन यसरी सबै गाउँलेहरूलाई भेला गरेर अब भाउजूले देउरानी खोज्न लाग्नु भएको रहेछ। कस्तो खोज्नु हुँदो रहेछ यसो बसेर सुन्दैछु म पनि। तिमीलाई मोराहरू अब उसको लप परेछ भन्ने थापाउँदै तिमीहरू दुईजना मिलेर केटी खोज्दिन लगाओ कि क्या पुतली कट मिलाएर? अब देउरानी भित्याउने मैले हो, तिमीहरू चाहिँ किन यसरी डरा? त्यसै सातोगा जसरी बोल्छस् त के भयो? तिमीहरू पनि त्यत्तिकै डराउने भने साँचो कुरो भन्नु के को त? भाइतिर ला दाइ रिसाउने, दाइतिर ला भाइ रिसाउने। तपाईँहरू कोहीपट्टि लाग्नु पर्दैन। किन बेकारमा तपाईँहरू टेन्सन गर्नुहुन्छ? अब साँचो कुरो के हो त्यही भनिदिनुहोस् न। साँचो कुरो तपाईँहरूलाई थाहा छँदैछ। तपाईँ बिचमा आएर छर छिमेकीलाई भड्काउने हो बाबु? दाइ भाउजू चाहिँदैन? तिमीलाई नि कतिचोटि भन्नु, जिन्दगी भाइले नै बिताउने हो, छोडिदेऊ न अहिलेलाई। अब बिहा गरेपछि उहाँले श्रीमती पाउने, तपाईँले देउरानी पाउने, अब हामीले चाहिँ के पाउने? अब हामीले चाहिँ त्यही त होला नि, एक दिन चाहिँ कुखुराको सपेटोसँग त्यही भोजान पाउने त होला नि पुतली कट मिलाएर, होइन त केटा? आजसम्म कुन चाहिँ देउरानी भित्राउने भन्ने कुरो त टुङ्गो लागेको छैन। तपाईँले सपेटा खानेको कुरो छ, सपेटा होइन लपटे चाहिँ खानुहुन्छ नि। अब बरु भइरहेको जोडीलाई बिहा गरिदिनुहोस् दाजु भाउजू। हाम्रो घरभित्रको समस्या तिमीहरूले समाधान गर्छौ त? जाऊ तिमीहरू। हेर कति छाड्या। अब बुढीलाई र भाइलाई मिलाउनु छैन, उल्टो हामीलाई दुःख दिया पुतली कट मिलाएर। अब अहिले चाहिँ जाऊ रे। अब तपाईँको भइरहेकै ल्यायो भने पनि दुईतिरबाट गोर्जो हाल्नुपर्छ। बरु उसले टाढा बाटो ल्यायो भने त जन्ती मात्र गए त पुग्छ पुतली कट मिलाएर। हेर केटा हो, यो छिमेकी र यो पिलो भन्ने चिज साह्रो ठाउँमा हुँदो रहेछ पुतली कट मिलाएर। ल म चाहिँ लागेँ केटा हो, तिमीहरू जोसुकै गर, म चाहिँ अहिलेलाई लागेँ पुतली कट मिलाएर। ल अब हामी दुईजनाले यो कुरा मिलाउन सकिन्छ र? अब कसरी मिलाउने भने? अब यहाँबाट अहिले हामी गइहालेन भने हाम्रो घरमै कुरो मिल्दैन। देउरले मात्रै नटेरेको थाहा थियो, अब त छिमेकीहरूले पनि टेर्न छाडे मलाई। देउरानी चाहेको तिमीलाई, छिमेकी चाहिँ किन चाहे त? मैले बारम्बार भनिरहेको छु नि, जो पाए त्यही केटी भित्रेर यो घर चाहिँ नटुक्रोस् नि भनिदिएको छु मैले। छर छिमेकीले बुझेन, त्यो आफ्नो ठाउँमा छ। भाउजूले बुझ्न सक्नु भएन, त्यो पनि आफ्नै ठाउँमा छ। तर आफ्नै दाइले मलाई नबुझेको देख्दा साह्रै दुःख लागेको छ मलाई।
तिमी आफ्नो जीवनसाथी छान्न पाउँछ भनेर त मैले भनेको त छु भाइ। तिमी सानो मान्छे त होइन, आफ्नो खुसी गर न, मलाई किन दोष लाउँछौ? कसको घर झगडा मिलाएर आयो भनेपछि बाले अस्तिको कुरामा अझै पनि चित्त दुखाउनु भएको छ? अरूलाई दोष दिनै पर्दैन बा, तपाईँको बुहारी नै नहुने। हेर लक्का जवानहरूको कुरा अर्कैकै कुरा काटेर हिँडेका छ हो कि तिमीहरूलाई के अर्थी बुद्धि दिनु? अब मेरी बुहारी नै उस्तै हो भने पनि, छोरो नै उस्तै हो भने पनि उनीहरूको कुरा उनीहरूले मिलाउँछन्, उनीहरूले जीवन काट्ने हो। यसमा अरूले किन चासी लिइराख्नु पर्यो? घरमा केही भयो कि हामीलाई नै बोलाउँछन्। अब हामी आयौँ, अब हजुरले चित्त दुख्नुहुन्छ। यो कुरो काट्ने भन्ने भा मान्छेको स्वभावमा भर पर्ने कुरो हो कि भा। अब तपाईँ यहाँबाट हिँडिसक्नु भएपछि फेरि तपाईँकै कुरो काट्नु होला हामीले। स्वभाव हो भन्दैमा जहाँ पनि एउटै कुरा त लागु हुँदैन नि रामशरण। तिमीहरूका बाआमाले पनि तिमीहरूलाई सम्झाइराखेकै होला नि। मैले सम्झाए के सम्झ्यो तिमीहरूले? ल म लागेँ। किस्ने भाइ, तिमीले त विचित्रै गर्यौ है। साँप पनि लायौ, आज त प्याज पनि रोप्दै रहेछौ। साँझै लाए पनि यो खेतीबाली चाहिँ नलगाएको भए हुन्थ्यो। दाइको चित्त दुख्ला नि फेरि। पहिले चाहिँ चित्त बुझाछन् त जेठाजु र जेठानीले। सधैँभरि चित्त दुखाइरहने हो, दुखाइरहोस्, हामी त रोप्ने हो प्याज। अब ठुल्दारी केर्न चित्त दुखाउनु भने अब भाइलाई विदेश पठाएर टन्न पैसा कमाउने भइसक्यो। यो सानोतिनो कुरामा उसले चित्त दुखाउँदैन के? दाजुभाइको जात पनि यस्तै छ भने कहिले दाइलाई घोत्ने, कहिले भाइलाई घोत्ने है किस्ने। जसले जे भने पनि बाँच्नको लागि खान पर्छ, खानको लागि रोप्न पर्छ। ल म त हिँडेँ। मेरो भाइ ल राम्रो गरिस्। यो बाउको जिउनीमा साँप त लगाइस्, बार त हालेको थिइस्, सोया थिए, प्याज रोपिछस्, अब यो चाहिँ सहन। किस्ने मलाई यो घरमा बस्नु मन छ भने नि मैले चाबी लिएर हिँडेँ। चाबी लिन मेरो घर आइज। दाइ छुटेर बस भनिस्, छुटेर बस्ने म। दाइ यो घर मलाई चाहिन्छ भनिस्, घर छोड्ने। दाइ मलाई गाई ल्याए भनिस्, गाई फुकाएर पठाए। अझ यो जस्तो अझ ठुलो कुरा गर्छस्। बाउ पाल भनिस्, मैले बाउ पाली। भाइलाई पाल भनिस्, भाइलाई पाली। भाइलाई बाउको जिउनी जग्गा राखेर जापान पठाइस्। ठुलो भाग खान्छु भनेर बाउ तैँले पाले बुझेस्। अनि भाइ पनि म राख्छु भने हेर्नुहोस्, तैँले तैँले तेरो हिसाबले राखेस्। अझ ठुलो गर्नुहोस् बस। अनि है किस्ने कतिसम्म चादर देखाउन सक्यो हो तिमीले यो गाउँमा? केटी मुर जस्तो टर्रो भइरहेको नि। ऊ भाइ मारेर सोध नि यहाँ। सक्छस् भने मलाई पोखरिस्, मलाई यता होइन। होइन तिमीहरू दाजुभाइ त हिँडिरहेको थियौ त, एक्कासी चाहिँ के भयो? के हुनु नि अब गाउँमा पानी ल्याउनु भनेर गएको थिएँ। तिम्रो छोरो उताबाट आइरहेको छ भक्तपुर। त्यसले कुरा सुनाएपछि रिसले म त थाम्नै सक्दिनँ। रिस थाम्न के गर्नु त्यो नलागे भक्तपुरलाई जति भने नलाइन गाउँभरि कुरा सुनाएर बेकार दाजुभाइको झरा पारेर छोड्यो। त्यसलाई त आज म कोमाला भइगयो बुढो लिएर भित्र जाऊ त। तपाईँ हिँड्नु त चाबी दिनु त। यसलाई चाहिन्छ भने मेरो घरमा आइज भन्। जा जा, तँ जस्तो डाँडे लोभी अक्कड होइन म। म आफ्नो घरको ताल त फोड्छु, तेरो घरमा आउँदिनँ बुझिस्। तैँले चाहिँ त्यति हो, अरू के जाने छ? अरू थोक जाने होइन। मैले चाबी चाहिन्छ भने आइज मेरो घरमा। त्यसलाई त म आज जो त त्यो हम्बर ताला फोड्छु। ताला चाहिँ किन फोड्नु पर्यो बेकार पैसा खर्च हुनलाई? दाइ नै हो, गएर लिएर आए भइहाल्यो। जानु म, तँ आफै जानु भए जा।
के गर्नु अब जे हुनु भइसकिहाल्यो यत्रो पुरानो चार्जा फोर्न पर्यो अहिलेसम्म दाइलाई तँसम्म भनेको थिएन हात हालिँदै परै जाओस् अहिले हात हाल्न पर्यो कस्तो बिहोरा होला कुरा सुनिहाल्नु पर्यो तँलाई बुढाबुढी गाउँबारीमा गएर बसिरहेको थियो तपाईँहरूसँग आज झगडा गर्छ नि के थाहा त मलाई हेर छोरो छिमेकीमा बसेपछि ओल्ला घरको पल्ला घरको कुरा लगाएपछि झगडा हुन्छ नि त दाजुभाइ मार झगडा गरेको थिएँ म आएपछि छुट्याएको म यो घरमा भित्रेको दिन झगडा परेको थिएन होला त्यसपछि हरेक दिन झगडा पर्छ यो घरमा झगडा पर्न कसैले कुरा लाउनै पर्दैन केही निवै चाहिँदैन के हो टिमुरियामै सधैँ ठुलेपट्टि लाग्थ्यौ त आज फेरि के दया लाएर मपट्टि आएको दया लागे होइन नि त कृष्ण नराम्रो लाग्यो मेरो छोराले कुरा लाएर तिमीहरूको दाजुभाइ त झगडा पर्यो ओ भक्तपुर यहाँ ल हेर तिम्रो छोराको सङ्गत कस्तो छ नबिग्रियोस् नि कसैले तिमीले सक्यो तिमी गर मैले सक्यो म गर्छु भाइ के भयो र के गर्छु भन्दै हुनुहुन्छ हेर रामे भाइ तिमीहरू यसै पनि यो गाउँका होइनौ नौलो छौ तिमीहरू हामी दाजुभाइको झगडाको बिचमा नपरेको राम्रो हो आफ्नो बाटो खुरुक्क लाग्यो त भाइ किन रिसाउनु भएको हो र हामी तपाईँहरूको घरको बिचको मामला पर्न आएको होइन हामी जहाँबाट आए पनि यो गाउँमा बसेपछि त हामी पनि त छिमेकी नै भयो होइन र हामी यहाँ आएर बसेदेखि तपाईँहरूको जहिले झगडा मात्रै सुनेका छौँ झगडा मात्रै देखेका छौँ मैले थाहा पाएअनुसार तपाईँ उहाँभन्दा जेठो हुनुहुन्छ अनि आफै जेठो भएको मान्छेले यसरी आफ्नो भाइसँग झगडा गरेको सुहाउँछ र दाइ तपाईँहरू सोच्नुहोस् त एकचोटि हजुरले भन्नुभएको पनि एकदम ठिक हो दाइ त्यही पनि हामी गाउँमा नयाँ नै हौ तर छरछिमेकमा यसरी दिनदिनै झगडा भइरहँदा हामी यसरी हेरेर बस्न पनि नसकिने रहेछ दाइ न हामीलाई सासू ससुराले सन्छन् न देवर जेठाजु हामीलाई परेको समस्या कसले देखेको छ भाउजू कस्तो कुरा गर्नुभयो तपाईँ अनि समस्या पर्यो भन्दैमा यसरी दाजुभाइमा दिनदिनै झगडाएर बस्नु राम्रो हो त तपाईँहरू यसरी झगडा गरेर बस्दाखेरि यो गाउँ समाजले तपाईँलाई हेर्ने नजर कस्तो हुन्छ थाहा छ तपाईँहरू हेर्नुहोस् भाउजू समस्या सबैलाई पर्छ तर एउटा कुरो थाहा छ तपाईँलाई समस्यासँग समाधान पनि हुन्छ समाधानको बाटो अप्नाउनुहोस् यसरी झगडा गरेर समस्याको समाधान हुँदैन के भन्छु बसेर वार्ता गरेर पनि समस्याको समाधान गर्न सकिन्छ यसरी छरछिमेकलाई हँसाउने काम नगर्नुहोस् यो राम्रो होइन के भन्छु कुरा त खुब मिठो गयो भाइ कसको छोरी भगाएर ल्याएका हौ तिमीलाई मैले अघि नै आफ्नो बाटो लाग्यो भने होइन लाग्दैन तिमी अकडलाई अर्ती बुद्धि त कसले दिएको बच्चा र ठिक भन्नुभयो दाइ हामी पनि भागेरै आएका हौँ हाम्रा पनि केही समस्याहरू होला कुनै दिन भनौँला नि दाइ हामी तपाईँहरूसँग झगडा गरेर आएका हौँ तपाईँहरूलाई सम्झाउन आएका हौँ हेर्नुहोस् दाइ तपाईँ अबुझ जस्तरी कुरा नगर्नुहोस् हो हामी भागेर आएको त्यो स्वीकार छ तर हामी एकअर्कालाई माया पनि त गर्छौँ त्यही भएर त भागेर आएको हामी भागेर आएकोमा कसैलाई त्यति विधि आपत्ति परेको छैन तपाईँले त्यस्तो कुरा गर्नुभयो कि कसैले यो गल्ती नगर भन्दाखेरि तैँले त गर्नुहुन्छ मैले किन गर्नुहुन्न भन्ने जस्तो कुरा यो त समस्याको समाधान होइन नि हेर्नुहोस् अर्ती भनेको आफूभन्दा सानोको पनि मान्नुपर्छ त्यसैले गर्दा तपाईँ दाजुभाइ झगडा नगर्नुहोस् लो भो कसकै छोरी भगाएर ल्याएको होस् उसको बाबामा बिचरा कति रोइरहेको होला यो गाउँमा आएर हामी दाजुभाइको बिचको झगडामा परिस होइन त खुब राम बन्नुपर्ने जिन्दगीमा राम्रा सङ्गत गरे भए पो थाहा हुन्थ्यो यस्तै दाइ देख्नु होइन तपाईँलाई दाइले अन्याय गर्दाखेरि तपाईँलाई कस्तो महसुस भयो तपाईँले पनि त आफ्नो भाइलाई अन्याय गर्नुभएको छ दाइ अब सानो मुख ठुलो कुरा गरेर नभन्नु होला मैले त देखेको कुरा बोलेको म साँच्चै नर्सेँ अरूले आफूमाथि अन्याय गर्दाखेरि जसरी नराम्रो महसुस हुन्छ नि त्यसरी आफूले पनि अरूलाई अन्याय गर्दाखेरि उसलाई पनि नराम्रो महसुस होला भन्ने चाहिँ आफैले मूल्याङ्कन गर्नुपर्छ ल दाइ अब तपाईँहरूको घरको कुरा हो हामीले धेरै बोले जस्तो लाग्यो हामी चाहिँ लाग्यो तर चाहिँ